शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। धन्यवाद आदरणीय अतिथिज्यूहरू, आदरणीय अभिभावकज्यूहरू र सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई नेपालको राष्ट्रिय गानको सम्मान गरिदिनु भएकोमा, आदरणीय अभिभावकज्यूहरू, आज राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन यहाँहरूको साथ, हौसला, माया, मार्गनिर्देशनबाट 24औं वार्षिक उत्सव मनाउने भर्खरमा छ। मनाउने क्रममा छु। यहाँको साथ समर्थनको लागि हामी सदैव आभार रहन्छौँ, कृतज्ञ रहन्छौँ र आजको यस राष्ट्रिय विभूति सामुदायिक शिक्षा सङ्घको 24औं वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहको औपचारिक रूपमा उद्घाटन गर्ने क्रममा म यस कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, त्यसै गरी विशिष्ट अतिथिज्यू र सम्पूर्ण अतिथिज्यूहरूलाई दीप प्रज्वलन सहित आजको राष्ट्रिय विभूति सामुदायिक शिक्षा सङ्घको 24औं वार्षिक उत्सवको उद्घाटन गर्न अनुरोध गर्दछु। दीप प्रज्वलनको लागि शोभा म्याम, लक्ष्मी म्याम, रमेश राईलाई म सहजीकरणको लागि हार्दिक अनुरोध गर्दछु र प्रतिनिधिमा रहनुभएका गणितलाई मङ्गललाई अनुरोध गर्दछु। दीप प्रज्वलन अगाडि बढी जोरदार तालीले कार्यक्रमको शोभा बढाइदिनु म विद्यार्थी भाइहरूलाई अनुरोध गर्दछु। राष्ट्रिय विभूति सामुदायिक शिक्षा सङ्घको 24औं वार्षिक उत्सव तथा अभिभावक दिवसको समुद्घाटन हुँदैछ। दीप प्रज्वलन गरेर जसरी दीपले अँध्यारोलाई चिर्दै मार्ग प्रशस्त गर्छ, यो दीपले पनि हाम्रा सम्पूर्णको अगाडिका मार्ग प्रशस्त गरौँ, उज्यालो गरौँ, हामी सम्पूर्णको भविष्य सुखद र उज्यालोमय प्रकाशमय रहौँ भन्ने म शुभकामना दिन चाहन्छु।